व्हाट्सएप सबैजनालाई के कस्तो छ हालखबर हजुरहरूको ओ माय गॉड हामी धेरै पछि ब्याक भयौँ हैन अब चाहिँ कतै नि हैन केही नि हैन अब जाँदै जाम हिँड्दै गरौँ कहाँ पुगिन्छ समयले हामीलाई कहाँ पुर्याउँछ अहिले चाहिँ 12 बज्यो हैन 12 बज्यो अब चाहिँ हामी निस्केको हाम्रो यात्रा सुरु हुँदैछ र मेरो अनुहारमा एन्टी लाइट परेर अनुहार जति कालो देखाएको छ प्लस मेरो मेकअप पनि भुत्ने जस्तो देखियो भर्खरै गरेको हैन अब चाहिँ हामी हिँड्यौँ यो चाहिँ हाम्रो घरको बाटो एकदम खत्तम छ ओके गाइस ल भाइ हामी चाहिँ अब बीच बाटोमा आइपुगे सरमकोट बाटो देखेर थाहा पाउनु भयो होला सरमकोटतिर बिस्तारै बिस्तारै जाँदैछ बाटो चाहिँ एकदम त्यही हो अब चाहिँ हामीमा बिस्तारै सिधै आउँदै यो भिड पहाड हाम्रो गाउँहरू कति राम्रो देखेछ चाहिँ पोखरा बजार मगर साइडको यस्तो छ है बाटो साइडहरू वान लेन अब यहाँ यता अझ एउटा कारहरू गरे चाहिँ हामीलाई चाहिँ स्टप भएर बस्नु पर्थ्यो अथवा हामी चाहिँ यत्रो बाटो हिँड्न पर्ने छ हाम्रो गन्तव्यमा पुग्नको लागि र हाम्रो हालत यस्तो छ पालो यत्रो बाटो हिँड्न पर्ने के हेर्नु भगवान बस्ने ठाउँ थोडी न सजिलो हुन्छ हैन यो चाहिँ यसको ब्याक भ्यू त्यता चाहिँ अन्नपूर्ण छ ल हिँड्दै गर्छौँ हामी उयो होटल कस्तो राम्रो देखियो यो होटल चाहिँ जस्तो दामी देखियो टुरिस्टहरू त गर्छ ल हामी हिँड्दैछौँ है साथी हो थकै लाग्यो साथी हो थकै लाग्यो घरकै 3 तले छतमा हिँड्न त गाह्रो हुन्छ अहिले यसरी हिँडेर आइरहेको छु दिस इज थकाइवाला फेस सधैँ राम्री भएको टिकटक कति देख्नु कहिले थकाइवाला फेस ओ त्यहाँ देखेर आखिर आउँदैछ मेरो गणेश भगवान मेरो प्रिय शिवजीको छोरा आइपुग्यो है ल साथी हो ए दिस इज आवर मूर्ति फाइनल्ली हाम्रो मन्दिर हैन यो अनि यहाँ चाहिँ हाम्रो मूर्ति अझै बन्दैछ अझै बनेर भइसक्यो झन् दामी हुन्छ होला थकैला र आवाज पनि कति नराम्रो आउला हाम्रो मूर्ति
कसरी खिच्ने त नि मान्छेहरूले त दामी 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 खिचेर हाल्छ नि। अनि यो चाहिँ हाम्रो मुक्तिनाथको जस्तो 118 धारा बनाउँदैछ बन्दैछ। अझै एक लोट आउनुपर्छ यो दामी लाग्यो मलाई चाहिँ। अनि यहाँ चाहिँ पछाडि गणेश भगवान छँदैछ, नेपालको झन्डा छँदैछ। भ्यू चाहिँ दामी देखियो, मजाले देखाउँछ है। हेर्नुहोस् हाम्रो फेवा लेक कस्तो राम्रो देखियो। अनि यो चाहिँ जताततै अन्डर कन्स्ट्रक्सन नभएको ठाउँ कता छ होला र। अनि यो चाहिँ हाम्रो पोखरा भ्याली कस्तो दामी देखियो है साथीहरू। त्यो चाहिँ एयरपोर्ट जस दामी देखियो। यो चाहिँ हाम्रो लोकेसन। यहाँ चाहिँ मन्दिर यो यस्तो रहेको छ। यहाँ चाहिँ चप्पल जुत्ता फुकाल्नु पर्छ। यही नै हो साथी हो, यही नै हो। So this is the view from the view tower. त्यहाँ चाहिँ हाम्रो गणेश भगवान अनि लेक। ल यस्तो दामी ठाउँ आउँदै पोखरामा। यहाँ चाहिँ गणेश भगवानको मूर्ति छ होइन। यस्तो दामी यहाँ भ्यू साथी हो। ल हेर्न सक्नुहुन्छ। दिस इज भ्यू अफ पोखरा। यो चाहिँ पोखरा साइड। अनि यो चाहिँ यहाँ मोल भइसक्यो कि हालत होला। त्यो चाहिँ हाम्रो हेम्जाको साइड है। यो बिचमा काटेको देखेको चाहिँ यो हेम्जा गुम्बा। यो चाहिँ नदी के अरे रोड पनि सबै देखिन्छ है साथी हो। अति नै उहाँ चाहिँ थकिझर बस्नु भएको, फोटो राम्रो आएन भनेर ल यहीँबाट स्क्रिनसट लिएर उहाँलाई फेसबुक आइडीमा पठाइदिनु होला हजुरहरूलाई। साथी हो हावाहरू लागेर यहाँबाट मान्छे तर दामी देखेको है पोखरा। चार्जै छैन साथी हो। टाटा बाई बाई सी यू भनेर म फेरि अहिले एड गरेर हेलो अगेन ब्याक। यो चाहिँ हाम्रो अन्नपूर्ण केबल कार। हाई भन्दै यो चाहिँ हाम्रो केबल कार। यहाँ चाहिँ मान्छेहरू जिप लाइन छ। तलतिर नि गुम्बा छ के छ। यहाँ चाहिँ हाम्रो पुरा दामी भ्यू देखिन्छ साथीहरू। हाम्रो अन्नपूर्ण केबल कार मान्छेहरू जाने आउने भइरहेको छ। यो चाहिँ हाम्रो लेक। अनि यो चाहिँ बस्ने ठाउँ केही छैन यहाँ। जस्ट भ्लगको लागि चाहिँ हामी आएको भन्दा हामीले अनि त्यहाँ अघि हामीको ठाउँ चाहिँ यहाँ छ। गाइस सेकेन्ड टाइम इन भन्ज्याङ भिलेज। हामी चाहिँ भन्ज्याङ भिलेजतिर आइपुग्यौँ। भन्ज्याङ भिलेज जस्तो होइन चाहिँ हामी फर्केको होला है साथीहरू। अब चाहिँ हामी फर्केको होला है साथीहरू। कफी पेस्ट साथीहरू। हामी चाहिँ बिच बाटोमा हिँड्दै रहेछौँ होइन। दुईजना चट्टा लाएर त्यहाँ चाहिँ हाम्रो स्कुटी छ है त। अब चाहिँ गाइजहरू हामी चाहिँ फर्क्यौँ। बिस्तारै बिस्तारै फर्किँदैछौँ। त्यही हो अब के देखाउनु। यही हो भ्यूहरू देखाउने। अब यहाँ सबै वनपाखा मात्रै आउँछ। ओह्रालोमा फेरि एकदम स्पिड हुँदैन है।
हाम्रो खाजा आइपुग्यो अझै एउटा बाँकी छ अहिले मेसो परेछ भने देखाउँला अब चाहिँ हामी बफ जस्तो है तर यही यस्तै हुन्छ रेड वाइन केही नानी केही आलु सँगसँगै खानु है यसरी यसरी खाना नि आउँदैन यसरी तानु अलि अलि चटनी Cheers. ब्याकग्राउन्ड चाहिँ दामी ल गाइजहरू हामी कुन होटेलमा खाइरहेको एकदम दामी छ है हामी कुन होटेलमा खाइरहेको रहेछ कमेन्टमा भनिदिनु होला मैले भन्छु राम्रो प्लान जाँदो छ एकदम मिठो छ खाजाहरू जस्तो थियो अहिले खाइदा नाच्नु जाने मेरो घर जस्तो भयो त दामी पिम्पलमा त टुलुङ्ग आएर बसेर अब ससेज ट्राई गर्छु न मलाई Cheers. बन्द गर्दा भयो हामी खान्छौँ ल साथीहरू